अहिले फाइन तिर्नुपर्छ नि अभी आज चाहिँ साथीहरू यस्तो मजाले घाम लागेको छ नि यति मजाले घाम लागेको छ अनि छुट्टी पनि छ के फेरि त्यही भएर म चाहिँ साथीहरूलाई भेट्न जाँदैछु मेरोमा चाहिँ म अलिक टाढा बस्ने भएर होला मेरो साथीहरू कोही पनि आउनुहुन्न जहिले म जानुपर्छ होइन ठिकै छ म गएर हामी सबैजनाको भेटघाट हुन्छ अनि हामी हाम्रो यो हुन्छ नि यो होलिडेवाला टाइम चाहिँ सँगै सेलिब्रेट गर्न पाउँछौँ भने वाइ नट भनेर चाहिँ म जान लागेको साथीहरू अनि हाम्रो बानी फेरि यस्तो छ नि साथीहरू यस्तो उयो यस्तो बाटो छिरेर हिँड्ने बानी छ हाम्रो त नभनौँ है फेरि मेरो अनि अलिकति 2-3 मिनटको बाटो घुम्न पनि अप्ठ्यारो लाग्छ त्यही भएर म चाहिँ सर्टकट बाटो हिँडेछु यहाँ युकेमा चाहिँ साथीहरू के भन्छ यो पब्लिक टोयलेटहरू हुँदैन क्या अनि यसो कुना काप्चा हिँड्दा कोही कतै अब यहाँको मान्छेले त पक्कै गर्दैन अब बाहिरबाट आउने मान्छेहरूले टोयलेट फोहोर गरे पारो मतलब यो एरियाहरू टोयलेट नभएको ठाउँमा चाहिँ दिसा पिसाब गरे पारो कहिले कसो त कुच्चियो भन्ने हुन्छ क्या तर यो एरिया चाहिँ ठिक छ उताको जस्तो नरहेछ 2-3टा यो एरियामा फेरि 2टा या 3टा जति सर्टकट बाटोहरू छ अब म यतातिरबाट आउँदैछु म चाहिँ भर्खर नुहाएर कपाल नै चिसै छ सुकेको छैन अब उतै गएर गफ गर्दै सुकाउनु होला कपाल भन्दै हिँडेको छु यो सबै यो एक भारीको ज्याकेट बोकेर हिँड्ने दिन चाहिँ गयो भनौँ न यति राम्रो फुलहरू छ नि साथीहरू म अघिदेखि यो फुल देखाउने भनेर सोचिराखेको थिएँ यो यहाँ हेर्नुहोस् यस्तो जताततै फुल यो अगाडिको फुल पनि यस्तो राम्रो छ नि बाटोभरि जताततै फुलै फुल छ साथीहरू अझ म अर्को बाटो जानुपर्ने त्यो बाटोमा त झन् यति मजाले छ नि फुल पनि बाटो क्रस गरे साथीहरू अनि उयो फुल देखाउँछु भनेर है म चाहिँ नजिक आएको यस्तो मजाले फुल छ तर यो टाढाबाट चाहिँ यो देखिँदैन होला यो माथि यहाँ हेर्नु सबैबाट म बाटो क्रस गर्छु ल यो चाहिँ फेरि ढङ्गले गर्नुपर्छ नत्र आँखा झिमिक भने जस्तै मान्छे गइहाल्छ अनि हाम्रो यहाँ डलीवाला ब्रदर चाहिँ मजाले साइकल चलाएर आउनु भएको छैन हेलो लेफ्ट प्लिज इधर सिस्टर के घर ओके साथीहरू ऊ चाहिँ मेरो साथी अनि साथीहरू मेरो साथी पनि गइसक्यो भेटेर न अनि म जाँदैछु बहिनीहरूको घरमा अब काम छैन साथीहरू गफ त गर्नु पर्यो भेटघाट गर्नु पर्यो होइन डुल्न जानु पर्यो नत्र भने त के गर्ने एउटा रुमको यो 4वटा भित्ता यता हेऱ्यो उता हेऱ्यो अनि त्यो भिडियोहरू स्क्रोल गर्यो मिचिने रहेछ हौ सधैँ एउटै चिज यस्तो झारको पनि दिन आउँछ साथीहरू हामी त मान्छे हो कसो नआउला र हौ साथीहरू मैले त्यसै भनेको होइन कि यहाँ हेर्नु न फुलहरू कस्तो मजाले छ होइन यहाँ हेर्नु न यस्तो मजाले फुल छ अनि यो चाहिँ फेरि यहीँनिर चर्च छ अनि चर्चको गेटमा भएको फुल हो राम्रो यो पछाडिको यो चर्च हेर्नु न यस्तो फुल त यहाँ पनि फुलेको छ जताततै 10 थरी यो पछाडिको नि फुल हो हाम्रो घरको मान्छे जस्तै छ त
क्यामेरा त्यो साह्रै हिँडेछ टुरिस्टले जस्तै गरे कि मेरो एउटा साथीले अनि यस्तै सब यो मोबाइल बोकेर हिँडेपछि होइन अनि भिडियो त बनाउन मन लाग्छ खिच्न मन लाग्छ राम्रो होस् या नहोस् होइन तर आफ्नो इन्जोय चाहिँ आफूले गर्नुपर्छ क्या साथीहरू म चाहिँ अब फाइनली रुममा पनि आइसकेँ आम्मामा कसले चाहिँ बन्द गर्ने होला यो के को अलार्म बजे जस्तै कानै खाने गरी फायर अलार्म कसले चाहिँ बन्द गर्ने हेलो यसलाई पनि मैले भेटिसकेँ ओहो गोरुको मासु पकाएर रहेछ नि साथीहरू त्यही भएर यति साह्रै डुङ 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 गनाएको रहेछ गोरुको मासु पकाएको रहेछ त्यही भएर हेलो फाइनली अबे निदाएर बिजुक यहाँ त करा छैन फेरि के कराको यहाँ बाहिर झन् ठुलो करा छ नि ल फाइनली साथीहरू म आइसकेँ यता दिदी चाहिँ सुतिरहनु भएको छ गुड मर्निङ यता उही हेलो गुड मर्निङ ल म आइसकेँ साथीहरू तर यो फायर अलार्म बज्यो यो आगो लागेर बजेको चाहिँ होइन यहाँ गोरुको मासु पकाएर यो डल्लाले यो यसको धुवाले आएको हो अब हामी चाहिँ आत्तिएर भाग्नुपर्ने अवस्था चाहिँ छैन दिदीहरू रेडी भइसक्नु भयो हामी चाहिँ घर मुनि अब पिङ खेल्न जान्छौँ पिङ केटाकेटीको पिङ केटाकेटी छैन भने मस्त खेलेर घाम लागेर फ्रेस भएर आउनु पऱ्यो यतातिर हुनुहुन्छ दिदी हाम्रो यता डन दिदी रेडी भइसक्नु भएको छ दिदी कति गनाएको हौ भात होइन कि मासु दरै जस्तो गनाएको छ नि हाम्रो डन भाइ ओहो ल गाइज अब चाहिँ हामी रेडी भइसक्यौँ होइन यहाँबाट चाहिँ कुद्न पर्छ दिदी बहिनी म तिनजना भएर यस्तो गनाएको छ नि यस्तो यो यही हो स्टुडेन्ट अकोमोडेसनमा बस्नुको कारण के अरे बस्नुको बेफाइदा भनेको कारण होइन बेफाइदा भनेको यही हो एकजनाले गल्ती गर्छ होइन एकजनाले फोहोर गर्छ होइन भएभरले त्यो फोहोरमा त्यो नाक थुनेर बस्नुपर्छ के फेरि अब एकजनाले सफा गरेर पनि कति सकोस् अनि त्यसपछि यो स्टुडेन्ट अकोमोडेसन भनेपछि त्यहाँ अब कालो पनि आउँछ गोरु पनि आउँछ सबै आउँछ होइन अनि त्यसपछि यसरी कालो गोरु सबै आउँछ होइन अनि खाना फेरि थरी थरी के अब हामीलाई चाहिँ मिठो सबभन्दा बेस्ट खाना नेपालको लाग्छ नेपालीहरूले खाएको लाग्छ होइन तिनीहरूलाई के कस्तो लाग्छ थाहा भएन तर तिनीहरूले उमालेर खान्छ कि पोलेर खान्छ के गरेर खान्छ थाहा हुँदैन त्यही भएर हाम्रो उनीहरूलाई गनाएको होला अनि उनीहरूको चाहिँ हामीलाई गनाउँछ त्यस्तै भयो जे होस् हामी अब उयो बङ्गला देख्न सिकिसक्यौँ साथीहरू उयो बङ्गला हो यो थरी थरीका भूतहरू बस्ने बङ्गला म त कहिले कसो झुकेर आउने म मसानबाट नि भएन म मसान भुत्तै चाहिँ परेन अनि दिदी डन बनेर हिँड्नुहुन्छ क्या यहाँ कहिले कसो यसो हो मेरो ब्लग मेरो भाइ मेरो दिदी मेरो बहिनी बिना एकदम अधुरो छ नि मेरो ब्लग त्यही भएर मेरो ब्लगमा चाहिँ आइरहनु पर्छ यो घामबाट युकेमा होइन यो घामबाट नलागोस् तर मेरो ब्लगमा तिनटी दिदी बहिनी चाहिँ हुनपर्छ एकजना बहिनी फेरि पिङ खेलेर बसिरहनु पर्छ कि हामीलाई कुरिरहनु पर्छ कि होइन अनि हामी चाहिँ अब जाँदैछौँ धेरै टाढा होइन यही नजिकै तर दिदी शरीरलाई पनि कति हलुङ्गो है यो गर्मी लागेपछि त एक भारी कपडा बोकेर हिँड्नु पर्दैन नि होइन बनबाटिका जाँदैछ साथीहरू ऊ होला नि पिस पार्क होला नि फिस पार्क ल अब यो चाहिँ सुरुङ मार्ग यो चाहिँ उसके दिदी कहाँको रे
यो के मिर्मीको सुरुङ मार्ग के भन्छ त्यसलाई सुरुङ मार्ग होइन के मार्ग भन्न आएछु यो गुफा जस्तो मिर्मीको यो के नाम चाहिँ एकदम परिचित तर यो टाढोको मान्छेलाई थाहा हुँदैन कि म पाल्पाको भएर त मैले बिर्सिसकेँ मिर्मीमा भएको कुरा तर केही छैन साथीहरू हजुरहरूलाई थाहा छ नि त हजुरहरूले टक्क कमेन्ट गरिदिनु होला होइन त्यहाँ यो मिर्मीमा एउटा के भन्छ नि यो भित्रबाट जाने सुरुङ मार्ग त भन्छ नि हो त्यही भनेको सुरुङ मार्ग छ हो मिर्मीमा छ त ए म गएको नि नाम बिर्सेँ के त्यही भएर अब चरा करा छैन मजाले ल फुल त फुल्न सुरु गरिरहेछ चुप्लाएर जाने हो र यहाँ हेर्नु न हाम्रो एकजना बहिनीलाई बिचरा विदेशीहरूको बच्चाहरूको पिहो एकजना मान्छे दौडिरहेछ फेरि यहाँ तर्सिने बाबा कुदेर ल हामी चाहिँ अब यहाँ यस्तो मजाले पिङ खेल्न आउँछौँ ल ए यहाँ के रोप्यो नि यस्तो यो के रोपेको यस्तो मजाले पिङ खेल्न पाइराखेको बेला धोका दिएको रे यसमा हो कि खेल्ने खासमा यसमा राखौँ न उचाल्नु त आफै अटाउनुहुन्छ नि यहाँ यो केटाकेटी खेल्ने चिल्ड्रेन पार्क यो अस्ति थिएन यो बाँच्छ र यसरी रोपेर हो र ए पढाइसकेको रहेछ नि त आमामामा ल यहाँ त कस्तो मजाले लगाएको रहेछ नि सबै पलाएको रहेछ साथीहरू यो अलि अस्तिसम्म थिएन कि यस्तो मजाले यहाँ हेर्नु त यो हावा चल्छ कि त्यही भएर यसलाई टेका चाहिँ दिइराखेको छ पोज दिएर बस्नु भएछ त के हो यस्तै छ आज चाहिँ अलिक कम हावा चलेको छ जोस रमाइलो छ ल म अस्ति त्यही हो व्हाइट कलरमा यहाँ बसेर होइन दिदी सुतम साथीहरू फुल हेर्नु है यस्तो मजाले फुलको बगैँचामा भनेर यस्तो मजाले मेरो क्यामेरा झऱ्यो यस्तो मजाले फुल छ नि यता लामो अरूको कसको बोयफ्रेन्डहरू होला होइन साथीहरू मेरो क्यामेरामा अब देखाउनु हुन्थ्यो फुल बान अब नदेखाम अब भाइहरू त्यही भाइहरू पनि अब यहाँ त गर्लफ्रेन्ड बोयफ्रेन्ड छ नि त सबैको आम्मामा कति मजाले छ नि यो चाहिँ साकुरा होला है गरेको जापानको साकुरा यहाँ छ साथीहरू रे के हाम्रो युनिको त सबै सकिसक्यो जाने हो र आज युनि नजाने हिँड्ने अल्छी लाग्ने क्या न अब यहाँ चाहिँ यस्तो मजाले फुलहरू छ नि यस्तरी देखाउनु पर्छ कि फुलहरू पनि हिँड्नु सरासर छिट्टो हिँड्नु त भिडियो बनाऊँ न होइन कि भिडियो त बनाएको कि दिदी साथीहरू हेर्नु यो मान्छेलाई अहिले पिङ जुत्ताले दिन्छ कि यो मान्छेलाई पर्छ नि अहिले फाइन तिर्नुपर्छ नि अबि के भएको नानी अहिले फाइन तिर्नुपर्छ है अबि हजुर ल हुन्छ कि साँच्ची ल गाइज वेलकम टु माई च्यानल अनि हामीहरू यहाँ पिङ खेल्दैछौँ ल हजुरहरूलाई मेरो च्यानलमा वेलकम छ सो ल हामीहरू यहाँ यता जाँदैछौँ कता जाँदैछौँ अब यता हिँड्नुहोस् गाइजहरू खै फेरि एकचोटि खै कतिको जग्ने चाहिँ एकचोटि खै दिदीलाई न ल दिदीलाई कसले हिम्मत गरे नान र दिदीलाई खै ल छिटो दिदीलाई ल छिटो ल दुईजनाले जानु पक्रिने अब कपडा च्याट्यो
ल ल ल ल ल ल म त रेडी म रेडी ल म रेडी ल ल टान्न ल छिटो दिदीले आदरणीय मान्छे के भएको दिदी होइन त ल एकचोटि जुरुक्क मात्र दिदी कति केजी हो भनेर मेजरमेन्ट गर्नु होला क्या ल पछार्ने हो लोटाउने पछार्ने नानी उचालेर पछार्ने 100 केजीको ओ दिदी यो क्यामेरा कन्टिन्यू समाउनु होइन मलाई हो क्या तलबाट समाउनु क्या त्यसरी होइन यसरी समातेर गर्ने जुरुक्क हाम फाल्ने के हो त्यो त भनेको नि हो औले तिमी जुरुक्क हाम फाल्ने भनेको त्यो मान्छेले उताल्दा धाउ भएन सानो भएको खाइरहेको थियो कि मैले सक्छ होला छोड देऊ पज गरिदिउँ लालु यहाँ भिडियो हेर्ने के खोजेको थाहा छैन सियो लुकाई खेल्नु भएको छ साथीहरू तपाईँहरूले सानो बेला मैले देखेँ साथीहरू यो झरेको थियो कि यसको लागि हो कि ल पज गरिदिउँ घाममा दौड्न मात्र आइएछ होइन टिकटक बनाउन यति मेहनत गऱ्यौँ लास्टमा भएन अनि एउटा कुरा यो युके को साथीहरू चिसो पनि कडा अनि यो गर्मी पनि कडा अनि यो के भन्छ यो घर भाडा पनि कडा जम्मै चर्कै यसो 1 घन्टा डुल्न आएको यस्तो गर्मी अनि फेरि हेर्नु न यस्तो कालो मान्छे त म हुँदै होइन घामले एकैछिनमा कालो बनाइहाल्यो अब जाँदैछौँ ए ल अब हामी चाहिँ अब अघि आउँदा यतातिरदेखि आयौँ जाँदा यतातिरबाट जाँदैछौँ कस्तो मजाले फुल फुलेछ तर भुइँमा के माथि फुले भए त मैले मजाले देखाउनु हुन्थ्यो नि होइन अनि यहाँ चाहिँ बुढा छ होइन बुढामा चाहिँ यस्तरी गर्ने होइन अनि त्यसपछि सुरु यस्तरी घुमेर भिडियो लियो भने पनि राम्रो आउँछ आउनलाई यता हो यहाँ बनाऊँ ल नानी एउटा ऊ यहाँ अगाडि ल ऊ यो चिल्लोमा ऊ यसमा चाहिँ बल्ल राम्रो आउँछ भनेर नहुने मम्मीसँग बोल्दै हुनुहुन्छ हामी चाहिँ घर आइसक्यो साथीहरू ओहो यहाँ त स्टिल बनाइराखेको रहेछ नि त्यो उताखेरि दिदी हामी घर आइपुग्यौँ होइन स्टिल बनाइरहेको छ कि यो के भन्ने मलाई यता र उता दिदी नास्ता बनाउनुहुन्छ के हेल्प गरौँ म ओहो यस्तै छोडेर हिँड्छन् क्या यो स्टुडेन्ट अकोमोडेसनमा फेरि यो आफ्नो भाडा झ्याप सफा गरेर यस्तो यो राखभित्र राखिहाल्नु नि होइन राख्दैन के गर्ने ल म त जुत्ता काटेर आउँछु ल हेलो आर यु गेटिङ रेडी ल ल अब यो भ्लग एन्डिङ गर्दैछु होइन त्यही भएर यस्तो देखाएको तर यो फ्ल्यास आयो
ल ओके साथीहरू हाम्रो त आजको भ्लग सके छैन नि हो स्टिल कन्टिन्यू भइराखेको छ होइन हामी अब यहाँ सुतिसकेको थियौँ यता फेरि जतिले पनि यस्तो गर्नु हुँदैन क्या सरी गाइज एकदम एकदम धेरै सरी खानासाना खाएर सुतिसकेको बहिनी चाहिँ भर्खर कामदेखि आउनुभएको छ दिदी यता हुनुहुन्छ को कुदेको नि थ्याङ्क यू सो मच नानी ल पिज्जा लिएर आउने मान्छे यता है यता बाँड्ने मान्छे अनि हामी चाहिँ यता चाहिँ खाने मान्छे